सानैदेखि मेरो अब आम भनेको फुटबल प्लेयरै बन्ने थियो होइन। सो त्यसरी कारणले अब अलिक भविष्य फ्युचर टाइममा पनि अब प्लेयरै बन्नु भन्ने छ, अब के हुन्छ। चिकित्सक, इन्जिनियर, नर्स यी विभिन्न पेशामध्ये यी किशोरीले आफ्नो भविष्य छुट्टै क्षेत्रमा रोज्ने प्रयास गरेका छन्। एसएलसीको नतिजा पर्खाइमा रहेकी हसन्दकी 16 वर्षीय अनिता गौतम फुटबलकै कारण यति बेला घरदेखि टाढा विराटनगर शहीद रंगशालामा पछिल्लो 1 महिनादेखि निरन्तर फुटबलको अभ्यासमा छिन्। 14 वर्षको उमेरदेखि फुटबलमा रमाउन थालेकी अनिता देशका लागि खेल्ने सपना बुनिरहेकी छिन्। अब स्टडीलाई पनि होइन सँगै लगेर अब यो खेलकुद स्पोर्टलाई पनि अब सँगै लान्छु। हेल्थ एन्ड गर्ल्सहरू अलिक स्पोर्टमा अलिक पहुँच छैन उनीहरूको होइन, अलिक कस्तो अरू सब विषयतिरै जान्छन् होइन। अनि त्यही भएर यता चाहिँ अब गर्ल्स र बोइज भन्नेको अलिक हुँदैन नि त, त्यही भएर बिराटनगर। रंगशालामा पछिल्लो 2 वर्षदेखि विराटनगर पोखरियाकी रुमा चौधरी पनि फुटबलमै रमाइरहेकी छिन्। महिला राष्ट्रिय टोलीकी अनु लामालाई आफ्नो प्रेरणाको स्रोत मान्ने रुमा स्थानीय पोखरिया उच्च माविमा कक्षा 9 मा अध्ययनरत छिन्। हरेक क्षेत्रमा महिलालाई पुरुष समान अवसर दिनुपर्ने भनाई अघि सार्ने रुमाको अन्तिम लक्ष्य पनि राष्ट्रिय टोलीमा सहभागी हुनु नै रहेको छ। भोलिको दिनमा मलाई यो नेपालको टिमबाट काहीँ गेम खेल्ने छ र मेरो बाबुआमाको पनि त्यस्तै इच्छा छ गेम खेलोस् मेरो छोराछोरी भनेर। छोरा नभए पनि मेरो छोरीले केही गर्छ भनेर भन्नुहुन्छ। अखिल नेपाल फुटबल संघ एन्फारले खेलाडी पहिचानका लागि विभिन्न कार्यक्रम अघि सारे पनि त्यसको प्रभाव मफसलमा पाइँदैन। विगत 2 दशकदेखि ससाना केटाकेटीलाई स्वतः स्फूर्त रूपमा फुटबल प्रशिक्षण दिँदै आएका कुमार प्रधान फुटबलमा खेलाडीहरूको भविष्य राम्रो हुन थालेको बताउँछन्। फुटबल संघहरूले चाहिँ खालि अलि अब राम्रो प्लेयर्सलाई मात्रै कलेक्सन गरेर लाने भएको हुनाले जस्तै ग्रासरुटमा चाहिँ मेन हामीले फुटबल संघले चाहिँ ग्रासरुटमा चाहिँ धेरै जोड गर्नुपर्छ। ग्रासरुटमा हामीले जति जोड गर्यो त्यहाँबाट खेलाडी प्रदर्शन हुने हो र हामीले ग्रासरुटबाट नै उनीहरूले चाहिँ अब जिल्लाहरूमा चाहिँ अब पैसाहरू पनि त्यति साह्रो आउँदैन, बलहरू पनि आउँछ तर कहाँ जान्छ थाहा हुँदैन। हामीलाई त्यहाँ एउटा बल पनि पाउँदैन। अब वर्षको चाहिँ यस्तो ट्रेनिङहरू जस्तै हाम्रो रानीमा पनि चलिरहेको छ ट्रेनिङ होइन, रानीमा पनि हामी चल्छ। अन्त त्यहाँबाट हरेजामा चलिरहेको छ र हाम्रो यहाँ विराटनगर छ। अन्त अहिले त यता 1-2 जना साथीहरूले पनि अझै चलाइरहेको छ। तर पहिला चाहिँ यहाँ मात्रै हुन्थ्यो, सबै केटाकेटीहरू यहीँ आउँथ्यो। राष्ट्रिय टोलीमा पूर्वका महिलाहरूको वर्चस्व रहेका कारण पनि यहाँका युवा पुस्तामा फुटबल प्रति उत्साह बढेको फुटबल जानकारहरूको भनाइ छ। राष्ट्रिय टोलीको कप्तानी मोरङ्की जमुना गुरुङले गरिरहेकी छिन्। यसअघि 2042 सालदेखि सुरु भएको नेपाली महिला फुटबलको इतिहासको पहिलो कप्तान रमा सिंह रहेकी थिइन्। त्यसपछि नेपाली महिला फुटबलले दक्षिण एसियामा राम्रो प्रभाव छाड्न सफल छ। पछिल्लो समय महिला फुटबलको उच्च प्रदर्शनसँगै किशोरीहरू फुटबलमा भविष्य खोज्न थालेको फुटबल जानकारहरूको बुझाइ छ। यी महिला खेलाडीहरूको उत्साहलाई सम्बन्धित निकायले समयमै ध्यान दिएको खण्डमा पक्कै पनि भोलिका दिनमा राष्ट्रका गहना हुने सम्भावना यिनीहरूमा देखिएको छ। भोलिका दिनमा मोरङका भनौँ वा राष्ट्रिय महिला फुटबल टोलीका कप्तान जमुना गुरुङ त्यसै गरी अनु लामा यिनै खेलाडीहरूबाट उत्पादन हुन सक्दछ। मकालु टेलिभिजनका लागि क्यामेरामा विजय घिमिरेका साथ अभय कुमार राई, विराटनगर।